यस्तो भन्दा त यति लाइनमा बस्नु भन्दा त जाउँ माथि जाउँ अब अर्को ठाउँमा जाउँ फेरि त्यहीँबाट निकाल्ने हुन्छ बोल त मैले देखेँ त्यहीँबाट निकाल्ने होला फोटो पनि देखाउनु पऱ्यो हजुरलाई जाम लेट भइसक्यो यार भित्र त गइएन त्यत्रो लामो लाइन छ अरू ठाउँमा पनि घुम्नु पर्छ अच्छा त्यही भएर भित्र जान भन्दा त फर्किम भनेर के समझ गया अरू पनि त हेर्नु पऱ्यो नि के अरे भित्र नजाम भनेर यहीँदेखि हेरेर भइहाल्यो केही भएन तर राम्रो छैन हाम्रो मेरो फोन चाहिँ यसरी राम्रो हो त अरे कौन भौंक रहा है ये बदतमीज राम्रो आयो मात्र यहाँबाट कहाँ चाहियो भन्नु मात्रै कि भ्लग कहाँ गएर भ्लग बनाएर हजुरलाई पठाइदिन्छु कि हजुरको लागि मात्र अब सिधै अब फेरि उसमै जान्छौ भ्यानमै जान्छौ अब जाऊ भ्यानमा कहाँ जान्छ र ट्याक्सीमा गएर अब फेरि औषध भेट्छु है त धेरै लामो लाइन छ कि फेरि कुर्नुपर्छ सुजहरू लाउनु सुज यहाँ छ अब फेरि सुजहरू लिनु पऱ्यो सुजहरू लिन टाइम लाग्छ ल ट्याक्सीमा भेटौँ फेरि अर्को ठाउँमा म भनिहाल्छु कुन ठाउँ भनेर ओके बाई बाई ये आपका तरीका है ऐसा करने का? हाँ भैया मैं भाई डेली ऐसे ही बनाता हूँ ग्रुप के ग्रुप लगते हैं तो स्पीड हो गई अच्छी बात है हम आपकी रिकॉर्डिंग कर रहे हैं ठीक है नहीं कर लो भाई नींबू पानी लेमन सोडा इधर ये सब मसाला है ये ब्लैक सॉल्ट है ये पेपर सॉल्ट है ये स्वीट है मैंने कर दिया स्वीट एंड सॉल्ट मिक्स ले मम्मी सही आंटी आप भर्खरै राति भइसक्यो है ब्लग एकदमै बिहान दिउँसैमै रोके जस्तो हो तर राति भइसक्यो ब्लग गर्नै बिर्सिएँ है के हुन अघि आइरहेको छ उसमा के अरे टाइम ल्याप्स बनाइरहेको तर है अब एम्बियन्स महलमा जान लाग्यो होइन अरू ठाउँमा घुमेँ अब त्यही एउटा के नघुम्ने भन्थ्यो भने त्यो के टावर है कुतुब मिनार के कुतुब मिनारमा फेरि त बाहिरबाट हेरेपछि त भित्र किन हेर्न पऱ्यो भनेर फर्नरलाई 600 एकजनालाई ग्रुपमा मिलाएर 600 भए पनि छुट्टै कुरो हुन्थ्यो तर इन्डियनको फेरि रुपिस जम्मा 30 अरे अनि त्यस्तो त भएन नि त जे गरे पनि त्यसो 50सम्म त ल ठिकै छ तर 600 त बढी भयो नि त के भने यिनीहरूको यहाँको उस होला के भनौँ हामी बाहिरबाट हेऱ्यौँ हामीलाई बाहिरबाट राम्रो लाग्यो ठिक छ अब एम्बियन्स मलमा गएर हामीले के गरिन्छ थाहा के छ पहिला हेरिन्छ सबै हेरिन्छ के कस्तो कस्तो हो भनेर अनि मम्मीहरू त पक्कै नै उसमै जानुहुन्छ होला साडी यताउतिमा कुर्ताहरूमा जानुहुन्छ होला अब हामी बोइजहरू त अब मर्दको गुरुङमा गइन्छ मर्दको ठाउँमा जहाँ जहाँ मर्द बहिन्छ त्यहाँ त हामी बहिन्छ है क्या बात है सर क्या बात है सर क्या बात ये बात है अब हेरिन्छ राम्रो ठाउँ यता हुन्छ होला सिटी सेन्टरमा होइन केही यता जुन केही छ होला नि यता हेर्ने चिज राम्रो चिज भइहाल्यो महल हो राम्रो छ होला ऐसी क्या चीज़ है जो बच्चों को डरा रही है हमें शेर को डरा के दिखा टेम्पोलिनमा जान्छ
त्यहाँ गइन्छ कि नै त्यहाँ गए भए मात्रै जान पाउँछु नभए त्यही हो नयाँ त होटल फर्किने हो उहीँ गएर अब खाना अहिले त्यही खाएको अब त्यसपछि त्यहाँ मलमा पनि खाइन्छ क्या खाना त यदि खान मन लाग्यो भने नभए त सबभन्दा बेस्ट भनेको स्ट्रिट फुड हो क्या है मिट पनि त्यसै एकदमै राम्रो स्ट्रिट फुडको सबभन्दा के होटेलमा त्यस्तो मजा आउन जति स्ट्रिट फुडमा मजा आउँछ कि फुडमा टेस्ट गर्नु है। ये कौन सा ब्रिज है भैया? महिपालपुर। ये ब्रिज का नाम? ब्रिज का नाम नहीं है, महिपालपुर का फ्लाईओवर बोलते हैं। अच्छा फ्लाईओवर फ्लाईओभर अरू अगाडिको भ्यूहरू हेर्नु हामी इन्डियन हो भनेर जान मिल्थेन कहाँ मिल्ने हामीले किन ठग्ने आइडी देखाउनु पर्ला अनि हामीले किन ठग्ने नेपाली हो नि नेपाली भन्छ नेपाली गाइस अभी हम लोग दिल्ली में महिपालपुर हेरौँ के हुन्छ भनेर यहाँ सबै मम्मीहरू हुन्छ मॉल में जा रहे हैं एम्बियंस मॉल मम्मी जी हाय बोल दीजिए हाय बोल दीजिए इधर भी ब्लॉग चल रहा है इधर ब्लॉग बना रहे हैं हाय मैं भी बना रहा हूँ ओके चलो फाइनली एम्बियन्स मलमा अब हामी जाँदैछौँ। एम्बियन्स मल या तर उल्टो देखियो क्या यार सिधा आउनको लागि म यता ब्याक हुनुपर्छ हेर्नु दिस इज बेबी कौन है ये लोग, कहाँ से आते हैं? एम्बियन्स मल हेर्नु अब अगाडि नै फेस नगरौँ मेरो थुतुनु के हेर्नु त धेरै हेर्नु ये बड़ी अच्छी बात कही आप। अगाडि हेर्नु अगाडि नै नाम देखिन्छ मलमा जाउँ रमाइलो त होला नि यार केही खेल्ने यताउति तर ठुलो सबभन्दा ठुलो मलै यही हो अरे त्यहाँ त्यस्तो घुमेर जाने लास्ट हो यार एम्बियन्स मल हेर्दा कॉम्प्लीमेंट्री होगा मूवी टिकट एक मिलने बहुत इसमें कोई चार्जेस दिए प्रमोशन के तरफ तरीका सोच के देगा आपका नाम मतलब इसमें से अपनी कंपनी का प्रमोशन कर रहे हैं तो मेरिट कपल्स के लिए मूवी टिकट है एक हॉलीडे वाउचर है कोई चार्ज पे नहीं है इसका इसमें हमारी कंपनी का होटल एंड रिजॉर्ट्स ऑल ओवर इंडिया में उसी को प्रमोशन कर रहे हैं आपका नाम अच्छा माधव जी नहीं हम लोग तो इधर एक दिन के लिए आए फिर वो तो मूवी नहीं कर सकते अहिले हामी फर्स्ट फ्लोरमा समथिङ या सेकेन्ड थर्ड फ्लोरमा हुन सक्छौँ यो सबै खानाकुरो हो है यताउति मतलब हुन्छ नि अनि यताउति चक्लेट यताउतिकोहरू हो अनि त्यही भएर सबैजना यहाँ आउनुभयो यहाँबाट केही लिन्छ होला पक्कै नि है अनि ट्रडीहरू लिनुभयो भनेपछि लिइसक्नुभयो है
हालिसक्नु भइसक्यो अब अरूलाई बोर लाग्छ मलाई थाहा छ पक्कै नि है त्यही भएर के गर्ने मैले भिडियो बनाइरहेको छु होइन अनि अरूलाई झेउ लाग्छ होइन त्यही भएर के गर्नु भन्दाखेरि मैले अहिले भिडियो बनाउन अनि पछि अब मेरो मैले स्टप त गर्दैन तर जस्ट मेरो टाइम लुजमा चल्छ होला टाइम लुजमा चल्छ कि मतलब टाइम ल्याप्समा चल्छ क्या त्यही भएर स्पिडमा आउँछ तँ म चाहिँ हेर्नु यहाँहरूलाई पनि झेउ लाग्छ नि त त्यही भएर हजुरको एकदमै इम्पोर्टेन्स ख्याल राखेर र हजुरलाई यो धेरै भिडियो पनि लम्बाउन छैन मलाई होइन भ्लग पनि लम्बाउन छैन भ्लगमा नि थोरैमा सुल्टाम जस्तो भइसक्यो किनकि भ्लग हो मुभी होइन होइन त्यही भएर के त्यो सबैमा सुल्झिनुपर्छ क्या त्यही भएर के सबैमा मैले टाइम ल्याप्स चाहिँ चलाइदिन्छु क्या तर मैले त्यति धेरै बोल्दैन भोलि पनि थोरै भ्यूमा हेर्नु होला अब टाइम ल्याप्स चाहिँ चल्छ ओके यो अब त आउने पऱ्यो कि यहाँबाट निक्लिनु लाग्यो यो ल्याइसक्यो गाडी आयो अरे जाउँ चक्लेट पनि पाइयो चक्लेट किनियो है डेरी मिल्कको रेल पनि आयो यहाँपट्टि ढकढक गर्दै अब जाम गाडी आइसक्यो अरे अर्को सिटी सेन्टरमा यो त मल उसो नि त मल हो नि त सबै मलै हो त्यति रहेन तर ठिकै हो सामान पनि त्यत्रो किनियो तर अझै एउटा मल जाम सबै मल घुमाउँ भनेर कि रातिमा गाडी पनि राख्यो सबै यहाँ त्यही भएर सबै मल किन भनेर कि सबै मेरो फेस आधी आहा होला कुनै भिडियोमा किनकि हात यस्तो गर्ने बानी नि त त्यही भएर त्यो हात त दुख्छ नि त धेरै बानी लाग्यो नि एउटा भ्लग बनाऊ फर्स्ट भ्लग हो त्यही भएर यहाँ हुनुहुन्छ मम्मी यहाँ हुनुहुन्छ अन्टी अगाडि हुन्छ अङ्कल अब गाडी तल पुरिरह गाडी आइसक्यो अरे गाडीको फोन आइसक्यो अब जाम अनि अर्को सिटीमा जाम अर्को सिटीमा भेट भयौँ बाटोको टाइम ल्याप्सको त हजुरले चिन्तै गर्न पर्दैन कि भिडियो सबै टाइम ल्याप्सको आयो त्यहाँ मस्तले बस्नु ल कति आएको भिडियोमा कति आएको रोलेक्स ल भिडियोमा जाउँ ठ्याक्क देख्नु हो 6 सेकेन्डमा यो सिटी सबै चढेर झरेर आयो टाइम ल्याप्सको कमाली हो कि मजा आएको अब हेरौँ यहाँपट्टि त्यही कपडैहरू त छ यार अरू मलै छ त्यस्तो यही अरू त फोनको चार्ज पनि कम भइसक्यो मेरो त उनको चार्ज कति 18 भएर पुग्दा ब्लक त हुन्छ बन्द त हुन्न त्यही अब यहीँ ब्लग हेर्नु कि म अब यहाँबाट बाहिर यहाँ पछि केही हुन्न त्यति घुमिन्छ यता चाहिँ त्यो घुमेको हजुरलाई किन्ने हो नि हेर्नै पर्दैन मल मात्रै यति धेरै ठुलो मल पनि छैन यहीँदेखि यताउति त्यो सब कपडा त अफकोर्स हजुर पनि आउनु भएकै होला त्यही भएर मैले एकछिन अफ गरेँ फाइनली रुममा आइसकेँ मैले त्यहाँको ब्लग गरेन होइन रिकर्डिङ गरेन
अब यहाँ आएपछि अब फेरि फोन चार्जमा राख्नुपर्छ ब्याट्री लो हुन गयो अनि त्यस ब्याट्री लो भइसक्यो अब स्विच अफ हुन गयो अनि अब खाना खान्छौँ तल अनि तल गएर खाना खाएर आउँछौँ अनि सुत्छौँ त्यही हल्का अब भोलि बिहान डाइरेक्ट आउँछ आयो भने ए ठ्याक्क भोलिको प्लान हामी उता ताजमहल हेर्न जान्छौँ क्या आग्रा होइन त्यो प्रोनाउन्स कस्तो हुन्छ कि आग्रा ठ्याक्क है अनि त्यसपछि यहाँको कस्तो चार्जमा पनि हाल्नु मिल्दैन कि फेरि त्यो स्विच हटाइदिएपछि त्यो चाबी हटाइदिएपछि सबै अफ हुन्छ अब अफ भएपछि चार्ज कसरी गर्ने यस्तो हनी दिमाग औडा के भन्ने अब राति हामी त्यो अन गरेर सुतेको किनकि त्यो अनमा भने एसी अन अफ हुन्छ चार्ज सबैको फोन चार्जमा हुन्छ त्यो सबै अफ हुन्छ फेरि त्यसै दिमाग खराब भयो त्यही भएर त्यो अन गरेर सुतेको त्यो अफ गऱ्यो भने के अनि अब चार्जमा राख्छु मैले फोन अनि बिचबिचमा आउला हल्का 1-2 आउला नभए आउन त्यही भन सिम्पल त हो त्यति केही पनि छैन आएर खाना खानियो अनि सुतिहाल्यो आयो भने यदि आयो भने त्यही खाना खाएर सुतेको बिचमा आउँछ है ल